शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ इन्दिराको भान्सामा यो मिक्स भेजिटेबल बनाउँदैछु। मैले चाहिँ लसुन, प्याज, अदुवा, खुर्सानीलाई चाहिँ एकैछिन 2 सेकेन्ड मात्रै भुटेर त्यसपछि बाँकी तरकारी राखिदिन्छु। अनि यसमा यो मिक्स भेजमा चाहिँ त्यो प्याजहरू अलि भुटेको एकदम अलि पकाएको त्यति मिठो हुँदैन साथीहरू, हल्का मात्रै बनाउनुपर्छ। साथीहरूलाई मेरो भिडियो कस्तो लागिराखेको छ, हजुरहरूले मन परेको छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। मेरो युट्युब च्यानल पनि छ इन्दिराको भान्सा भनेर, त्यसमा अब यसमा त भिडियोहरू तल जान्छ, हेर्ने हुँदैन। युट्युबमा इन्दिराको भान्सा भनेर सर्च गर्नुभयो भने सबै भिडियोहरू आउँछ। हजुरहरूलाई मनपर्छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हजुरहरूको माया सद्भाव पाइराखेको छु, यसको लागि धेरै धेरै आभार हजुरहरूप्रति।